हेलो एभ्रिवान। आजको भिडियोमा हामी स्ट्याटिस्टिक एन्ड प्रोबेबिलिटी भन्ने टपिक्सबाट चाहिँ एक्जाममा सोध्न सक्ने सम्भावित क्वेसन लिएर आएको छौँ र यो क्वेसन चाहिँ एकदम धेरै इम्पोर्टेन्ट छ है त। यसमा चाहिँ हाम्रो बीटा गामा फंक्सन लाग्छ। कुनै ठाउँमा गएर बीचमा इन्टिग्रेसन गर्न जब गाह्रो हुन्छ त्यो ठाउँमा कहिलेकाहीँ त्यसलाई सजिलो बनाउनको लागि केही प्रोपर्टीहरू हुन्छ। त्यो प्रोपर्टी मध्ये बीटा गामा फंक्सन यो न्युमेरिकलमा लाग्ने भएर मैले यो न्युमेरिकल लिएर आएको है त। यो क्वेसन चाहिँ एक्जाममा सोध्यो भने गर्न सकिन्छ। सबै खालको यस्तो जुन हाम्रो प्रोबेबिलिटी डेन्सिटी फंक्सनबाट दिएको हुन्छ यस्तो खालको सबै क्वेसनलाई गर्ने मेथड भनेको एउटै हो के। यसमा कुनै दिमाग लगाउनु पर्ने नै छैन। सबै एउटै एप्रोचबाट गर्ने। अलिकति कुनै ठाउँमा न्युमेरिकलमा फर्मुला चाहियो भने फर्मुला याद गरेको हुनुपर्छ, थोरै धेरै पनि छैन। त्यति भइसकेपछि एउटै तरिकाले हाम्रो सोलुसन हुन्छ है। जसरी हामीले प्रोबेबिलिटी मास फंक्सन यहाँभन्दा अगाडिको भिडियोहरुमा हामीले गरिसकेको छौं, एउटै तरिकाले गरेको थियौं। त्यसमा कुनै डिफरेन्ट वे नै थिएन। एउटै तरिकाले सबै खालको क्वेसनलाई हामीले सोल्भ गरेको थियौं। त्यसैगरी हामी यसमा पनि एउटै मेथडले चाहिँ प्रोब्लमलाई सोल्भ गर्छौं। तर बीचमा कुनै ठाउँमा अलिकति अप्ठ्यारो हुन सक्छ। त्यो ठाउँमा के गर्ने भन्दाखेरि त्यो ठाउँमा चाहिँ हामीले सजिलो बनाउनको लागि हाम्रो बीटा गामा फंक्सन युज गर्छौं। त्यति मात्र फरक है त। फाइन्ड द मीन एन्ड भेरिएन्स अफ र्यान्डम भेरिएबल, कहिले र्यान्डम भेरिएबल x भनिदिन सक्छ, नभने र्यान्डम भेरिएबल x नै हो, विथ फलोइङ प्रोबेबिलिटी डेन्सिटी फंक्सन। प्रोबेबिलिटी डेन्सिटी फंक्सनलाई सर्टमा पीडीएफ भनेर भन्छ। यसरी पीडीएफ भनेर सोध्यो भने यति बुझिहाल्नुपर्छ कि यो हाम्रो कन्टिन्युअस फंक्सनबाट दिएको हो। नभए यहाँ फंक्सन हेर्दाखेरि नि थाहा हुन्छ यो कन्टिन्युअस फंक्सन हो भन्ने कुरा चाहिँ। f of x = ax स्क्वायर 1 - x को पावरमा 3 होल पावरमा 3 है त। र यसको हामीलाई रेन्ज दिएको छ अथवा यसको लिमिट x कहाँदेखि कहाँसम्म जान्छ भने लिमिट दिएको छ। x को लिमिट भनेको 0 to 1 सम्म चाहिँ जान्छ। र यस्तो खालको क्वेसन देख्यो भने हेर्नु त, यो फंक्सनमा a भन्ने छ नि, यो a को भ्यालु चाहिँ फाइन्ड आउट गर्नुपर्छ। यो सबैभन्दा पहिला यो दिएको फंक्सन के हो? प्रोबेबिलिटी डेन्सिटी फंक्सन हो। र प्रोबेबिलिटी डेन्सिटी फंक्सनको टोटल प्रोबेबिलिटी भनेको 1 हुन्छ है। अनि पीडीएफ को पनि 1 हुन्छ। अनि हामीले प्रोबेबिलिटी मास फंक्सन पढेको थियौं, त्यसको टोटल प्रोबेबिलिटी 1 हुन्छ। कुनै अननोन भेरिएबल छ भने त्यसको चाहिँ हामीले भ्यालुहरु निकालिहाल्ने। a भनेको त कन्स्ट्यान्ट हो नि त, यो कन्स्ट्यान्टको भ्यालु निकाल्ने क्या। अब यसको लागि सबैभन्दा पहिला सोलुसन गरौँ। गिभन पीडीएफ भनौँ है त यसलाई, प्रोबेबिलिटी डेन्सिटी फंक्सन। अब पीडीएफ इज, यसलाई f of x = a x स्क्वायर 1 - x को पावरमा 3 र x रन्स फ्रम 0 to 1। ल अब हामीलाई टोटल प्रोबेबिलिटी 1 हुन्छ भन्ने कुरा थाहा छ। वी नो भने पनि भयो, सिन्स भने पनि भयो। वी नो टोटल प्रोबेबिलिटी = 1। अब टोटल प्रोबेबिलिटी यसमा कसरी आउँछ त? जसरी हाम्रो डिस्क्रिटमा हाम्रो के गरे आउँथ्यो भन्दाखेरि प्रोबेबिलिटी मास फंक्सनमा समेसन गरेर आउँथ्यो नि, यसमा हाम्रो सेम त्यसरी नै इन्टिग्रेसन गरेर आउँछ। र इन्टिग्रेसनमा लिमिट अथवा रेन्ज x को रेन्ज भनेको 0 देखि 1 सम्म जान्छ। यो त दिएकै हुन्छ क्वेसनले। अनि f of x = सिधै हामी के भन्न पाउँछौं? = 1। टोटल प्रोबेबिलिटी हो नि त। यो टोटल भन्नुको मतलब के हो? समेसन हो। समेसन जसरी हामी डिस्क्रिटमा समेसन युज गर्छौं, कन्टिन्युअसमा जहिले पनि हामी के गर्छौं भन्दाखेरिमा इन्टिग्रेसनको साइन लिन्छौं। यति मात्र फरक हो। यो = 1 हुन्छ है त। यो भनेको टोटल प्रोबेबिलिटी = 1, जहिले पनि 1 हुन्छ है। हाम्रो अननोन छ नि त a को भ्यालु। अनि पीडीएफ हो भनेर पनि भनेको छ दिएको इक्वेसन भनेको। ल अब राखौँ त, जस्ट भ्यालु राखौँ। हाम्रो a को भ्यालु आइहाल्छ। ax स्क्वायर 1 - x क्यूब dx = कति भयो? = हाम्रो 1 हो। अब यो a को भ्यालु त अननोन छ, यसलाई त हामीले बाहिर राख्न पाउँछौं हैन। ल बाहिर राखौँ। 0 to 1 अनि x को पावरमा स्क्वायर 1 - x को होल पावरमा 3 dx = 1 छदैछ। अब हाम्रो जुन बीटा फंक्सन छ, त्यो बीटा फंक्सनले के भन्छ भने यसमा नोट भनेर लेख्दा हुन्छ। यो चाहिँ चाहिन्छ है त। बीटा फंक्सनले यदि कुनै पनि फंक्सन यस्तो छ भने 0 देखि 1 कै फर्ममा छ नि त, यो यही फर्ममा हुनुपर्छ। यो फर्ममा अब जुन लेख्दै छौं यो फर्ममा यो भयो भने मात्र हामीले बीटा फंक्सन लगाउन पाउँछ। अनि x को पावरमा चाहिँ ल भनौं m - 1 भनौं अथवा n - 1 भनौं। अनि 1 - x को पावरमा चाहिँ n - 1 d of x छ भनेपछि यसको फर्मुला चाहिँ के हुँदो रहेछ भने m, n हुन्छ क्या यसको।
है। यो चाहिँ हाम्रो बीटा फङ्सन भयो, डाइरेक्टली यसलाई युज गर्न मिल्यो। यो चाहिँ हामीले सायद क्यालकुलस फर्स्टमा डिराइभ गरेको थियौँ होला, त्यसमा पनि हामीले यो प्रोपर्टीहरू पढेको थियौँ। अब यो चाहिँ हामीले यसमा डाइरेक्ट युज गर्न मिल्यो है त। अनि फेरि बीटा आयो यहाँ, बीटा याम अफ यानको भ्यालु चाहिँ फेरि चाहियो नि त हामीलाई। यो कति होला भन्यो भने यसको गामासँगको रिलेसन छ गामा यान डिभाइड बाई गामा याम प्लस यान भनेर यति चाहिँ हामीले थाहा पाउनु पर्यो है त। यो क्वेसनको गर्नुको मेन मोटिभ भनेको नै यति बुझाउनको लागि हो। अरू त हाम्रो एउटै तरिकाले हुन्छ, गर्न सकिहालिन्छ। जस्तै एक्स स्क्वायर मात्र भएको थियो भने त हामी गर्न सक्थ्यौँ मजाले, तर एक्स स्क्वायर 1 माइनस एक्सको पावरमा फेरि 3 छ, यसलाई पनि गर्न नसकिने होइन होइन। यसलाई फेरि यसलाई खोलेर फेरि भित्र मल्टिप्लाई गरेर यताउति गरेर हामी गर्न त सक्छौँ, तर यसको डाइरेक्ट योसँग यस्तो रिलेसन छ भनेपछि हामी डाइरेक्ट लेख्न सक्छौँ है। अब यसलाई कसरी लेख्न सक्यो, यो त छँदैछ। अब एक्स स्क्वायर छ नि, हेरौँ 0 देखि 1, अब यो फर्ममा लेख्ने क्या, यो फर्ममा लेख्ने बल्ल हामीले त्यो लगाउने। एक्सको पावर याम माइनस 1 भनेको 2 भनेको त 3 माइनस 1 हो नि, फरक परेन। 1 माइनस एक्सको पावरमा 3 भनेको त 4 माइनस 1 हो, डिएफ एक्स इजिकल टु 1 छँदैछ। अब यसलाई कसरी लेख्न मिल्दो रहेछ भने हेर्नु त, यस्तो भयो भने इन्टु है, यो इन्टु बीटा याम कमा यान भनेको यो कमा यो त हो नि होइन, 3,4 लेख्न मिल्दो रहेछ। 3,4 इजिकल टु 1 छँदैछ। अब हाम्रो फेरि बीटा र गामाको रिलेसन छ, किनभने डाइरेक्ट बीटा भनेको त हाम्रो कुनै आन्सर आएन नि त, हामीले कुनै एउटा आन्सरमा लिएर त टुङ्ग्याउनु पर्यो। अनि ए छँदैछ, अनि बीटा याम कमा यान भनेको चाहिँ गम्मा याम भनेको अहिले 3 छ, अनि यान भनेको ल 4 छ, डिभाइडमा गम्मा याम प्लस यान भनेको 3 + 4 भयो, इजिकल टु हाम्रो 1 टोटल प्रोबेबिलिटी छँदैछ। यति चाहिँ बुझ्नु भयो है, यति चाहिँ बुझ्नु पऱ्यो। यो फर्मुलाबाट यो आउँदो रहेछ र यसलाई हामीले गामा फङ्सनकोसँग रिलेसन गरेर देख्यो भने बीटा याम कमा यान भनेको चाहिँ गमा याम इन्टु गमा यान डिभाइडमा गमा याम प्लस यान हुँदो रहेछ। यति भयो। अब ए त छँदैछ, अनि यो गमाभित्र 3 छ भनेपछि यसको जहिले पनि 1 कम लेख्ने, त्यसको फ्याक्टोरियल 4 छ भने त्यसको 1 कम, त्यसको भनेको 3 फ्याक्टोरियल, डिभाइडमा के भयो 7 भयो नि, 7 भयो भने 6 को फ्याक्टोरियल इजिकल टु 1 लेख्ने। अनि हेर्नु त ए इन्टु 2 को फ्याक्टोरियल भनेको 2 × 1 हुन्छ, 3 को फ्याक्टोरियल भनेको 3 × 2 × 1 हुन्छ, अनि 6 को फ्याक्टोरियल भनेको 6 × 5 इन्टु सिधै तल जाने हो नि त 4 × 3 × 2 × 1 हुन्छ इजिकल टु 1। अब कुनै कट्छ, यतिले यति काटिहाल्यो, यो 2 ले त यो 2 लाई काट्यो, अनि यति गर्दाखेरि यसको भ्यालु कति हुँदो रहेछ भने 5 × 20 = 60। ए को भ्यालु हाम्रो 60 आउँदो रहेछ। क्वेसनले कहिलेकाहीँ ए को भ्यालु निकाल पनि भन्न सक्छ, ए को भ्यालु क्वेसनले भनेको छैन भने पनि हामीले ए को भ्यालु निकाल्नै पर्छ है त। यति भयो। द गिभन पीडीएफ बिकम्स, अब ए को भ्यालु लिएर राखिदिउँ त्यो फङ्सनमा, एफ अफ एक्स इजिकल टु ए को भ्यालु हाम्रो 60 छ, अनि एक्स स्क्वायर 1 माइनस एक्स को पावरमा 3, अनि यसको लिमिट छँदैछ 0 देखि हाम्रो गएको छ एक्स रन्स फ्रम 0 to 1। यो हाम्रो फङ्सन बन्यो फेरि नयाँ। अब ए को भ्यालु राखेर भन्यो, कहिलेकाहीँ अब क्वेसनले के दिएको हुन्छ, ए को भ्यालु दिएको हुन्छ, जस्तै 4 दिएको हुन्छ, अगाडि 6 दिएको हुन्छ, यसरी दिएको हुन्छ, यहाँसम्म त हामीले काम गर्नै परेन। अब ए को भ्यालु दिएको छैन, त्यही भएर हामीले यति काम चाहिँ एक्स्ट्रा गर्नु पर्यो क्या है। यति यो रिलेसन चाहिँ हामीलाई थाहा हुनै पर्ने भयो नि त यस्तो खालको न्युमेरिकलमा चाहिँ, नत्र अलिकति गाह्रो हुने भयो। गर्न त सकिन्छ, न त गाह्रो हुन्छ है त। यो भयो हाम्रो ए को भ्यालु निकाल्यौँ। अब हामीलाई ए को भ्यालु मात्र होइन, यसबाट हामीलाई के निकाल्नु पर्ने छ, मिन निकाल्नु पर्ने छ है त। अब मिन निकाल्नु पर्यो। आई नम्बरको काम गरौँ। अब मिन, कहिलेकाहीँ मिन भन्छ, मिन भनेको नै हाम्रो एक्सपेक्टेसन अफ एक्स नै हो है। यो भन्यो भने मिन भन्छ, और ई अफ एक्स भन्छ, यो भनेको एउटै हो। र यसको फर्मुला हाम्रो के हुन्छ, हामीले जसरी डिस्क्रिटमा पढेको थियौँ सेम त्यसै गरी यसमा पनि एक्सको लागि फर्मुला त्यो के गरेको थियौँ भने समेसन अफ एक्स इन्टु पी अफ एक्स गरेको थियौँ नि। यसमा पनि समेसनको ठाउँमा इन्टिग्रेसन, यसको लिमिट लेखिहाल्नु पऱ्यो 0 to 1, अनि एक्स इन्टु पी अफ एक्सको ठाउँमा एफ अफ एक्स। ल हेर्नु त केही फरक भयो त, अनि विथ रेस्पेक्ट टु एक्स चाहिँ लेख्नै पऱ्यो है त। यति बुझ्यो भने अब त हाम्रो जस्ट भ्यालु राख्ने मात्र हो। 0 to 1 एक्स भनेको हाम्रो एक्स छँदैछ, अनि एफ अफ एक्स भनेको एफ अफ एक्स भर्खर निकाल्यौँ यहाँ 60x² 1 माइनस एक्सको पावरमा 3 डिएफ एक्स।
अब फेरि ई अफ एक्स भनेको हाम्रो 60 भनेको कन्स्टेन्ट हो, बाहिर आयो। एक्स को पावरमा 3 1 माइनस एक्स को पावरमा 3 इंटीग्रेसन 0 to 1 डी अफ एक्स। हेर्नु त हाम्रो यस्तो बन्यो। अब फेरि हामीलाई कस्तो बन्यो भन्दाखेरिमा यो हेर्नु त बीटा फंक्सन भनेको 0 to 1 एक्स को पावरमा m - 1 0 to 1 एक्स को पावरमा m - 1 त बनाउन सकिन्छ यसलाई। अनि 1 माइनस एक्स को पावरमा n dx भयो भने फेरि बीटा m को n नै हो नि, अगाडिको जस्तै भयो क्या। अगाडि यसको पावरमा कति थियो 2 थियो भने अहिले पावरमा 3 भयो, यति मात्र फरक हो। यसलाई हामी अब डाइरेक्ट लेख्न सक्छौँ। एकचोटि त्यो लेखिसकेको छ भने बीटा फंक्सन, अब यसलाई डाइरेक्ट कसरी लेख्न सकिन्छ भने 60 बीटा। हेर्नु त अब डाइरेक्ट लेख्ने तरिका है त। m को n कसरी लेखेको हो, m - 1 हुँदाखेरि m को n लेखेको हो नि, n - 1 हुँदाखेरि अब यसमा पनि एक बढी लेखिदिने क्या, 4 कमा यो एउटा बढीबाट एक घटाइदिने हो नि त। 4 - 1 भनेको 3 हो नि त, त्यही भएर 4 कमा यो पनि हाम्रो कति भयो 4 कमा 4 भयो हाम्रो है। यो बुझ्नुभयो किन लेखेको भन्दाखेरिमा सिधै अब लेख्ने क्या। अघि त हामीले बुझ्नको लागि सुरुमा यहाँ घटाइदिएको थियौँ, एक घटाइदियौँ। अब नघटाएर योभन्दा एक बढी हुँदो रहेछ नि त। अहिले कति थियो पावरमा 2 थियो, भित्र आउँदाखेरि 3 भएको थियो। पावरमा 3 थियो, यहाँ आउँदाखेरि 4 भएको थियो। अब यहाँ पावरमा 3 छ भनेपछि भित्र आइसकेपछि 4 भयो, भनेको बीटा 4 कमा 4 भयो। अब यसलाई यतिकै आन्सर त लेख्नु भएन। ई अफ एक्स 60 छँदैछ, बीटा 4 कमा 4 हो नि, त्यसको रिलेसन केसम्म हुन्छ गामा 4 डिभाइडमा गामा 4 प्लस 4, यति मात्र भयो है त। ल अब यसलाई क्यालकुलेट गर्नु पर्यो। 60 into 4 भनेको के हो, 3 को फ्याक्टोरियल हो। 3 को फ्याक्टोरियल पनि अब डाइरेक्ट लेख्नु मिल्यो, 3 into 2 नै हो। अनि 4 को फ्याक्टोरियल फेरि 3 into 2 नै हो। अब त डाइरेक्ट लेख्न सकिन्छ। 8 को फ्याक्टोरियल भनेको के अरे 8 भित्र 8 हुन्छ, गामाभित्र 8 भन्नुको मतलब n - 1 को फ्याक्टोरियल, त्यो भनेको 7 को फ्याक्टोरियल। 7 into 6 into 5 into 4 into 3 into 2। अब हेर्नु त कुल्ली कसलाई कट गर्छ, यति हेर्नु त 5 चौको 20 त्यहाँ 60, यसलाई कट गरे है त। यति यसले 6 लाई कट गरे, यो 2 ले यो 2 लाई कट गरे। हाम्रो ई अफ एक्स भनेको त जम्मा जम्मी 3 डिभाइड बाई 7 आउँदो रहेछ। यो हाम्रो मिन भयो, मिनको भ्यालु भनेको हाम्रो 3 डिभाइड बाई 7 आयो। यो बुझ्नु भयो है त, केही पनि गाह्रो छैन। जस्ट हामीले यसमा बीटा गामा फंक्सनको रिलेसन थाहा पायो भने आन्सर खतम। अब अर्को सोधेको छ भ्यारिएन्स, यसलाई हामी आईमा भनौँ। आईमा सोधेको छ भ्यारिएन्स। अब यो भेरिएन्स भनेको भी अफ एक्स हो। अब यसको लागि फर्मुला हाम्रो जसरी हाम्रो डिस्क्रिटमा फर्मुला थियो सेम त्यही फर्मुला हो। हेर्नु है त, त्यसमा पनि फर्मुला यही हो। ल माइनस ई एक्स यसको होल स्क्वायर, फर्मुला त यही हो। अब हेर्नु त ई अफ एक्स त निकालिसक्यौँ, यही हुने हो होइन। अब ई अफ एक्स स्क्वायर निकाल्नु पर्यो क्या। यसको लागि पहिला ई अफ एक्स स्क्वायर निकाल्नु पर्दो रहेछ। यसको लागि के हुन्छ, ई अफ एक्स निकाल्दाखेरि 0 to 1 त छँदैछ, एक्सले मल्टिप्लाई गर्थ्यौँ नि, ई अफ एक्स निकाल्दाखेरि गरे होइन त। त्यही ई अफ एक्स गर्दाखेरि एक्सले मल्टिप्लाई गरेको थियौँ फंक्सनलाई। अब एक्स स्क्वायर छ नि त, यहाँ स्क्वायरले मल्टिप्लाई गर्ने फंक्सनलाई, एफ अफ एक्स डिएक्स। ल यति मात्र हो क्या फरक। ई अफ एक्स निकाल्दाखेरि एक्सले मल्टिप्लाई गरेको थियौँ, ई अफ एक्स स्क्वायर निकाल्दाखेरि त्यही एक्स स्क्वायरले मल्टिप्लाई गर्ने हो। ई अफ एक्स स्क्वायर इज इक्वल टु 0 to 1। अनि हेर्नु त एफ अफ एक्स भनेको कति हो, एफ अफ एक्स भनेको त हामीले फेरि फंक्सन बनाइसकेको छौँ, 60 एक्स स्क्वायर हो। 60 एक्स स्क्वायर छ, त्यो एक्स स्क्वायर यहाँ पनि स्क्वायर छ, त्यो एकचोटि लेखिदिए हुन्छ नत्र। यहाँ पनि स्क्वायर, यहाँ पनि स्क्वायर। अनि अर्को भित्र अरू कति बाँकी रहन्छ भने 1 माइनस एक्स को पावरमा 3 डिएक्स। ल अब त हाम्रो सजिलो भइहाल्यो। 0 to 1 यो 60 लाई बाहिर राखिदिँदा हुन्छ। अनि एक्स को पावरमा 4 1 माइनस एक्स को पावरमा 3 त यो छँदैछ। अब फेरि यसमा अब डाइरेक्ट रिलेसन त्यो बीटा फंक्सनको डाइरेक्ट फर्मुला लेखिदिने क्या। 60 भइहाल्यो। अनि अब बीटा लेखिदिनुस्। अनि यो भनेको पावरमा 4 छ नि, पावरमा 4 छ भने 5 राखिदिनुस्, कमा पावरमा 3 छ भनेपछि यो फर्ममा चाहिँ हुनैपर्छ। यो त मैले सुरुमा भनिसकेँ, यही 0 to 1 मै हुनुपर्छ। अनि एक्स को पावरमा n - 1 1 माइनस एक्स को पावरमा m - 1 फर्ममै हुनुपर्छ क्या। अब यो फर्ममा त कन्फर्म छ, अगाडिकोबाट गर्दै गर्दै आइसक्यो, यहाँ त छ नै पक्कै पनि। भनेपछि 4 भन्दा एक बढी राखिदिनु 5, 3 भन्दा एक बढी राखिदिनु 4, यति भयो। अब ई अफ एक्स स्क्वायर यो भनेको के हो त 60 इन्टु यो भनेको त हामीलाई थाहा भइसक्यो, गम्मा 4 डिभाइड बाई गम्मा 5 प्लस 4। ई अफ एक्स स्क्वायर भनेको 60 इन्टु 5 भनेको 4 को फ्याक्टोरियल हो। 4 को फ्याक्टोरियल भनेको 4, यो भनेको कति हुन्छ 9 इन्टु 4 फ्याक्टोरियल भनेको 4 इन्टु सिधै लेखिदिउँ है त 3 इन्टु 4 इन्टु 3
इन्टु 2 इन्टु 4 भनेको 3 को फ्याक्टोरियल हो 3 इन्टु 2 यति मात्र त भयो नि हैन उहाँ लेखिराख्नु परेन यो भनेको 9 हो 9 भनेको के हुँदो रहेछ भने 9 इन्टु 8 इन्टु 7 इन्टु 6 इन्टु 5 इन्टु 4 यसलाई 4 फ्याक्टोरियल यतिकै टुङ्गाएर माथिको लागि 4 फ्याक्टोरियल लेख्या भए आनन्द हुन्थ्यो है 4 फ्याक्टोरियल फेरि यो 3 इन्टु 2 यति लेख्दा नि फरक परेन ल हेरौँ त अब यसमा कुन कुन कट्यो त यतिले त यतिलाई काट्छ यतिकै पनि क्याल्कुलेटर नहान्दाखेरि पनि यतिले काटिहाल्छ हैन 5 इन्टु 4 इन्टु 3 भनेको 60 हुन्छ 60 काटिहाल्यो अनि यसमा जुन यो 3 छ यो 9 लाई काट्छ यो 4 यो 2 ले यो 8 लाई काट्छ अनि यो 2 ले यो 2 लाई काट्छ 1/30 हुँदो रहेछ है त EF x स्क्वायर भनेको चाहिँ 1/30 हुँदो रहेछ यो चाहिँ हाम्रो क्याल्कुलेसन गरेर आयो 30 हामीले 9 लेखे जस्तो लाग्यो यो 9 त हाम्रो 8 बाट सुरु हुने हैन 5 + 4 भनेको 9 9 त 8 बाट सुरु हुन्छ है यो सरी 8 बाट सुरु हुन्छ भनेपछि माथिको 9 कट भएन हैन माथिको 9 कट्यो अरु त सब सेम छ माथि हाम्रो कति आयो 9 डिभाइड हाम्रो यसलाई क्याल्कुलेट गरौँ है त अब जति आउँछ त्यति नै हुन्छ यसलाई जस्ताको त्यसै क्याल्कुलेटरमा हानु नभए 60 इन्टु हतार गर्ने उसमा हाम्रो बिग्रिन सक्छ त्यही भएर इन्टु 3 इन्टु 2 इन्टु 3 इन्टु 2 गरौँ डिभाइडमा हाम्रो 8 बाट सुरु हुन्छ हैन 8 को फ्याक्टोरियल लेखिदिउँ नि सिधै यतिकै हाम्रो 3/14 हाम्रो आन्सर आउँदो रहेछ है त हतार नगर्ने है 3/14 यसै गरी मिस्टेक हुन्छ 3/14 हाम्रो EF x स्क्वायर आयो हामीले निकाल्नु छ भेरिएन्स भनेको VF x यसको फर्मुला हुन्छ EF x स्क्वायर हामीले निकाल्यौं भर्खर EF x यसको चाहिँ होल स्क्वायर अब EF x स्क्वायर भनेको त हामीले निकाल्यौं 3/14 हुन्छ माइनस EF x भनेको हामीले यहाँ भन्दा अगाडि निकालेको छौं EF x भनेको 3/7 यसको चाहिँ होल स्क्वायर हो क्या यसको चाहिँ होल स्क्वायर गर्न मिलेन किनभने यो स्क्वायरको नै हाम्रो आन्सर हो यति अब यो EF x भनेको 3/7 हो भने यो स्क्वायर छ नि त त्यही भएर यसको चाहिँ होल स्क्वायर गर्न मिल्यो यति भयो माइनस ब्राकेट दिउँ 3/7 यसको चाहिँ होल स्क्वायर गर्दाखेरि हाम्रो 3/98 भेरिएन्स अफ x = 3/98 हाम्रो आन्सर हुने भयो है त यसको आन्सर हाम्रो यति नै भयो 3/98 र कहिलेकाहीँ हामीलाई भेरिएन्स सोधिसकेपछि भेरिएन्स नसोधेर र्यान्डम के रे हाम्रो स्ट्यान्डर्ड डेभिएसन SD भनेर कहिलेकाहीँ सोधिदिन सक्छ यो स्ट्यान्डर्ड डेभिएसन भनेर सोधिहाल्यो भने हामीले यो हाम्रो भेरिएन्स निकाल्नै पर्ने हुन्छ क्या यो भनेको VF x हो त्यसैलाई सिधै लास्टमा भेरिएन्स निकाल्ने त्यसलाई चाहिँ अनि अन्डर रुटमा राख्यो भने हाम्रो आन्सर आउँछ 3/98 यो चाहिँ हाम्रो स्ट्यान्डर्ड डेभिएसन हो आन्सर नै हाम्रो अन्डर रुट भेरिएन्स हो अब यसलाई हामीले रुट भित्र राख्यो भने हाम्रो आन्सर आउने भयो कहिलेकाहीँ सोधिदियो भने अहिले चाहिँ सोधेको छैन यसमा सोधिदिन सक्छ 0.174 यो चाहिँ हाम्रो स्ट्यान्डर्ड डेभिएसन भयो लास्टमा आन्सरलाई पनि हाइलाइट गरिदिनु पर्यो यति नै हाम्रो आन्सर हुने भयो है त यो हाम्रो एक्सपेक्टेड यस्तो खालको क्वेशन सोध्यो भने सबैभन्दा पहिला हाम्रो त्यो कन्स्ट्यान्टको भ्यालु निकालिहाल्नु पर्छ र त्यसको लागि हाम्रो PDF हो भनेर क्वेशनले भनेको छ भने त्यसको टोटल प्रोबेबिलिटी 1 हुन्छ अनि हामीले यसमा एउटा इम्पोर्टेन्ट कुरा के गर्यौं भने बीटा गामा फंक्सन यति बीटा गामा फंक्सन हामीलाई थाहा हुँदाखेरि एकदमै सजिलो भइहाल्यो यो धेरै यो हामीलाई लेन्थी बनाएन यसले है त त्यही भएर यो कहिलेकाहीँ काम लाग्छ यति चाहिँ याद गरिराख्नु ल यो क्वेशन गर्न सक्यो भने यस्तै खालको क्वेशन हुन्छ सबै एउटै तरिकाले गर्ने हो है अब यसमा हामीले बीटा गामा फंक्सन युज गर्यौं यति एक्स्ट्रा काम गरेको अरुमा यस्तो गर्न नपर्ने खालको क्वेशन चाहिँ बढी सोधिरहेको हुन्छ यो चाहिँ सोध्यो भने चाहिँ यसलाई पनि ट्याकल गर्न सक्नु पर्यो भनेर चाहिँ यो क्वेशन गरेको है त ल आजलाई यति नै गरौँ है त थ्यांक यू